म गंगाराम मगर यस विद्यालयको प्रधान अध्यापक लगभग मैले चाहिँ 2073 सालबाट प्रधान अध्यापकको कार्यभार सम्हाल्दै आइरहेको छु र वर्तमान अवस्थामा पनि मैले काम गरिरहेको छु। अहिले चाहिँ हाम्रो विद्यालयमा बाल कक्षादेखि कक्षा 12 सम्म सञ्चालन भइरहेको छ। 11-12 मा चाहिँ हामी म्यानेजमेन्ट र एजुकेसन दुईटा फ्याकल्टी सञ्चालन गरिरहेका छौं र हाम्रा लगभग विद्यार्थीहरू धेरैभन्दा धेरै विद्यार्थीहरू चाहिँ यहाँ पास भएर गइसकेका छन्। 12 मा पनि यो वर्ष पनि 12 मा लगभग हाम्रो 88% विद्यार्थीहरू पास भएका छन्। अब दिन प्रतिदिन हाम्रो विद्यालयले उन्नति प्रगतिको दिशातिर अगाडि बढ्दैछ भन्ने कुरा मैले महसुस गरिरहेको छु र यो वर्ष हाम्रो विद्यालय 2031 सालमा स्थापना भएर अहिले 50औं वसन्त पार गर्न लागेको हुनाले यो वर्ष हामी चाहिँ स्वर्ण महोत्सव कार्यक्रम मनाउन गइरहेका छौं। त्यसका लागि आज हामी आम बुद्धिजीवी नागरिक पूर्व विद्यार्थी जनप्रतिनिधिहरूको एउटा पूर्ण भेला गरेर अन्तर्क्रियाबाट चाहिँ हामी मूल समारोह समिति गठन गर्ने कार्यमा हामी लागिरहेका छौं र यो कार्य चाहिँ हामीले सफल हुन्छ भन्ने कुरामा म पूर्ण रूपमा विश्वस्त छु। यसको लागि हाम्रो पूर्व प्रधान अध्यापकज्यूहरू, पूर्व व्यवस्थापन समितिका अध्यक्षज्यूहरू, पूर्व हाम्रा चाहिँ शिक्षक अभिभावक संघका अध्यक्षज्यूहरू लगायत पूर्व विद्यार्थीहरू, सम्पूर्ण राजनैतिक दलका प्रतिनिधिहरू हामी चाहिँ उपस्थित भइरहनु भएको छ र हुने क्रम जारी नै छ र यो कार्यक्रम हामी सभ्य र भव्य रूपमा अगाडि बढाउनको लागि यसलाई मूर्त रूप दिनको लागि चाहिँ हामी सम्पूर्ण स्टाफ विद्यार्थी भाइबहिनीहरू उत्सुक रहेको पाइएको छ। हामी पूर्व विद्यार्थी सम्मेलन गर्ने हामी कार्यमा हामी लागिरहेको छौं। यसको लागि सबैसँग सम्बन्ध अब फोन सम्पर्क नहुने भएको कारणले गर्दा सबै विद्यार्थीहरूलाई हामी सञ्जाल मार्फत यो स्वदेशमा रहनु भएका, विदेशमा रहनु भएका, विभिन्न तह र तबकामा पुग्नु भएका भाइबहिनीहरू अथवा विद्यार्थीहरूलाई हामी सञ्जालको माध्यमबाट चाहिँ एकीकृत गर्ने हाम्रो मुख्य लक्ष्य छ र यो सञ्जालको कार्यक्रम हामी तत्काल यही हप्तामा हामी सञ्जालको मार्फत चाहिँ सूचना सम्प्रेषण गर्ने कार्य चाहिँ हाम्रो जारी हुन्छ। हामी विद्यार्थीहरूको धेरै कुरा छ। अब विद्यार्थीहरूले हामीले धेरै सहयोग गर्नुहुन्छ भन्ने हामीलाई विश्वास छ। अहिले चाहिँ हामीले तत्काल स्वर्ण महोत्सव मनाइरहने लागिरहेको अवस्थामा हामीलाई चाहिँ आर्थिक सहयोगको चाहिँ हामीलाई धेरै समस्या परिरहेको छ। अहिलेसम्म हाम्रो स्कुलमा आर्थिक अवस्था कमजोर भएको कारणले गर्दाखेरि चाहिँ हामी आर्थिक समस्या लगायत शैक्षिक उन्नयनको लागि चाहिँ पनि सहयोगको लागि हामी अपेक्षा गरिरहेका छौं।